Hello guys, welcome back to my another vlog. आज चाहिँ म एक्वा फिश सेन्टर आएको छु. So we are going to check some amazing Eastern Gate varieties. ल, let's go है त. Okay, he's our store owner, Russell, my friend. So he is going to show us amazing Eastern Gate varieties. अलि खतरा साइजको आएको छ है आज. ल, these two box amazing Eastern Gate varieties है. बबल भेराइटिजको छ. अब हामी वन बाई वन चेक गर्न जाँदैछौँ है त. ल, लेट्स अनबक्स. ओके ल है त, हाम्रो सरले अनबक्सिङ गर्दै हुनुहुन्छ. ओके गाइस, ल लेट्स सी कुन कुन आएको छ. हाम्रो चन्ना नाची है. चन्ना नाची है, यो चाहिँ कस्तो हुन्छ अलि ठुलो भएपछि कलरिङहरू? यो वाला चाहिँ ब्लुइश हुन्छ फेसमा. यो चाहिँ नयाँ स्पेसिस भएको त्यति खासै आइडिया छैन मलाई पनि. अनि अर्को यता यसको रिममा चाहिँ अलि रेडिस हुने हो. ओके, चन्ना नाची एकचोटि हजुरले नि यसो गुगलमा सर्च गर्नु होला है. यो चाहिँ नयाँ भेराइटी अब स्नेकहरू हो हैन. ओके, अर्को यो कुन हो? यो चाहिँ यो पनि नाची नै हो. ए, अलिकति यो चाहिँ हेर्दाखेरि झट्ट हेर्दाखेरि चाहिँ फायर एन्ड आइस जस्तो पनि देखिन्छ. अब एकचोटि हामीले यो बाटोमा राखेर नि हेर्नु पर्ला जस्तो है. यो वाला यो वाला एउटा भेराइटिज मात्रै निकालौँ न है बाटोमा चाहिँ. ओके ल, अब हामीले चाहिँ एकचोटि क्लियरली नै हेर्दैछौँ है. सो वी आर गोइङ टु सी एकदम क्लियरली हाम्रो कस्तो छ त होइन. नजिकबाट हेरौँ हाम्रो नेचुरल सनलाइटमा कस्तो देखिन्छ. अलिक कोल्ड वाटर भएको चाहिँ अलिकति यस्तो घाममा चाहिँ राख्नु मिल्दैन. ए ओके, एकछिनको लागि हामी डिस्प्लेको लागि मात्रै. चन्ना नाचे झट्ट हेर्दा त फायर एन्ड आइस जस्तो पनि छ यो होला. तर फायर एन्ड आइस र यो दुईवटा डिफ्रेन्ट भेराइटी हो है. यो चाहिँ अलिकति धेरै जम्प गर्छ. ए, एकछिन छोडिदिउँ त. छोपिराख्नु पर्ने हो नि, यसको जम्प गरिरहेको हुन्छ है. ए ल, ठिक छ भित्रै राख्नु पर्ला है. एकदम बबल कलर देखिरहेको छ त्यही पनि. यिनीहरू चाहिँ एकदम हार्डी फिस पनि भनिन्छ है. ल, यु क्यान सी द कलरहरू है. ल, एकदम बवाल देखिरहेको छ. ल, अब चाहिँ दामी नै देखिरहेको छ है. यु क्यान सी. ल, अब भित्र राखिहालौँ. ओके, हामीले अब यो नाची हेरिसक्यौँ. अब अर्को भेराइटिज चाहिँ हेर्दैछौँ हामीले. अर्को यहाँ छ अरान्टिकुला है, कोब्रा है. अरान्टिकुला, ए कोब्रा. यो वाला नि छ. यो चाहिँ कुन हो? यो कोब्रा हो है. ए, यसको कलरिङ कस्तो बवाल देखिरहेको छ. यसरी हेर्दाखेरि चाहिँ यो नि चन्ना कोब्रा है. चन्ना अरान्टिकुला भन्छ यसले. अरान्टिकुलाटा भन्छ हाम्रो. अनि आका के अरे उसमा कोब्रा भनेर पनि चिनिन्छ. यो त यहीँ राम्रै चिज देख्नुभयो है. यो नखोलौँ यो कलर चाहिँ होइन. कलर है. यो चाहिँ हामीसँग 4 पिस सानोमा छ है. 4 पिस 5-6 पिसै होला, 6-7 पिसै होला. ए ओके, सानोमा छ है. ल ठिक छ. अर्को हेर्दाखेरि यहाँ छ हामीसँग ब्लेरी है. बिलेरी है. यो बिलेरी भयो होइन. हाम्रो स्नेक गेटमा चाहिँ हाम्रो सबभन्दा राम्रो कलर भएको वाला भनिन्छ. यो चाहिँ ऱ्याम्बो ब्लेरी हो. ए ओके, यो एउटालाई एकचोटि हेर्न मिल्छ? त यता हेर्दा हुन्छ. यिनीहरू चाहिँ अलिकति स्ट्रेस. ए, यहाँ रहेछ नि त. ए ओके, ल. यो चाहिँ म्याक्सिमम बुक्ड हो. अराउन्ड यिनीहरूको कलर प्याटर्न चाहिँ कस्तो मजाले खुल्ने रहेछ है. एकदम कलरफुलै हुने रहेछ. ए ओके, यो आज भर्खरै नै आएको है त. यहाँ ब्रदरले खोलिसक्नु भएको रहेछ. त्यो चाहिँ अलिकति छुट्टैमा आएको भएर अलिकति खोलेको. त्यो चाहिँ ल, यो चाहिँ हामीले यहीँ हेऱ्यौँ है, बाटोमा राखेर हेरेनौँ. सो ल गाइस, अर्को कुन छ यहाँ? अब अर्को छ हामीसँग यो चन्ना बिपुली है. बिपुली? हजुर, चन्ना बिपुली हो यो. यो पनि बुकवालै हो हुन त. ओके, दुईवटा छ. ठिक छ. खोइ एकचोटि राम्रोसित हेरौँ न. किनभने कोल्ड वाटरकै हो यिनीहरू नि. जस हाम्रो जाडो महिनाले केही एफेक्ट गरेन है यिनीहरूलाई. यो भयो. अर्को छ हामीसँग यो भयो चन्ना एन्ड्रो है. यो चाहिँ स्टकमा छ हामीसँग अलिकति. ए ओके, यो चाहिँ चन्ना साइज भनेपछि सानोमा है. यो धेरै ठुलो हुँदैन. यो म्याक्सिमम 5 इन्च हुने हो. अनि हाम्रो ब्लेरी चाहिँ 6 इन्चको हुने हो. ए ओके, होइन. अर्को यो सबै यिनीहरू सबै भएको जति सबै एन्ड्रो है.
ए यहाँ अब स्टकमा सबै एन्ड्रोइड नै हो ए ओके ल गाइस है त राम्रो क्वालिटीको छ टन्नै आएको छ है हाइफिन चाहिँ ल ठिक छ यिनीहरू चाहिँ धेरै ठुलो हुँदैन सानो ट्याङ्कमा अराउन्ड 1.5 फिटको ट्याङ्क कि 2 फिटको ट्याङ्क इनफ है यिनीहरूलाई ए ल ठिक छ अब हामी यो स्टकहरू त हेरिहाल्यौँ है अब हाम्रो अर्को बवाल स्टक चाहिँ यो अर्को बक्समा छ है यसमा चाहिँ बवालै फिसहरू छ यु विल बी अमेज विथ दिस फिसेस है ल ब्रदरले अनबक्सिङ गर्दै हुनुहुन्छ ओके ल सानो प्याकेट ठुलो प्याकेट गेस द फिसेस इन हियर ओके कार्बी है यो स्टेवार्टिक कार्बी है यो चाहिँ अलि स्ट्रेस भएको कलर चाहिँ छैन यसमा ओके हैन एकदम ठुलो खालको हेरौँ न अब एकचोटि पहिला सानो देखाइदिउँ सानो देखाउने पहिला ल यो सब बुक्ड हो है तर यो कार्बी नै हो यो पनि कार्बी हो यो चाहिँ फिमेल कार्बीहरू हो यिनीहरू चाहिँ अनि अर्को ठुलोवाला यसमा छ ल ओके गाइस यो चाहिँ बाटामा हालेर यो बाटोमा हालेर हेरौँ न देखिन्छ यो बवालै छ यार मैले अहिलेसम्म यो यत्रो ठुलो देखेको छैन यो स्नेक हेडहरू यसमा कुन कुन छ भनेको यो स्टेवार्टिक कार्बी हो कार्बी ओके ल यो चाहिँ यसको फर्दर बच्चाहरू नि आउँछ हाम्रोमा अब अराउन्ड अर्को इयरमा मलाई रोसलले पहिलाचोटि गिफ्ट पनि दिएको थियो है अलि ठुलो भएको छ चाहिँ मेल निस्केको छ हाम्रो पहिलाको पेयरको चाहिँ अब यो पनि हाम्रो ब्रिडिङ सेन्टरको लागि नै हो यो चाहिँ है ल ठिक छ अब यसको लागि चाहिँ देखाइदिन्छु यो पनि यो चाहिँ एउटा मेल छ है ओ माई गॉड एकदम ठुलो साइजको मेल छ यो चाहिँ ल यु क्यान सी द कलर बब्बालै छ नि ल साइज पनि ठुलो छ तर अलिकति घाउ छ यो जम्प गरेर आएको भएर ए यो चाहिँ हिल हुन्छ ल यो मेल भयो है यो चाहिँ मेल हजुर फिमेल पनि राखिहाल्ने हो फिमेल पनि यसमै देखाइदिन्छु ल ठिक छ एकदम ठुलो साइजको छ यार ल यो चाहिँ अब फिमेल हेर्दैछौँ है यिनीहरूको मेलको साइज ठुलो हो कि फिमेलको यिनीहरूको मेलको साइज ठुलो हुन्छ क्या मलाई जहाँसम्म थाहा छ मलाई पनि त्यति खासै धेरै त थाहा होइन मैले सिकिरहेको हो ए ठिक छ एकदम बवाल देखिरहेको छ ल कलर चाहिँ बवालै छ अराउन्ड यो पनि ठुलो छ अराउन्ड 1 फिट जति नै होला यो मेरो हात जस्तो छ है पनि फिमेल पनि ल यु क्यान सी द साइज एन्ड कलर है मेल त झन् मेरो हातभन्दा ठुलो छ बवालै छ ल नाइस इन कलर प्याटर्नहरू यिनीहरू नि जस कोल्ड वाटरमै बस्ने है धेरै जस्तो स्नेक हेडहरूलाई तातो चाहिँदैन नि त होइन तर यस्तो हुने हो हाइबरनेसनमा जाने हो यिनीहरू ओके होइन विन्टरमा चाहिँ हाम्रो हाइबरनेसनमा जाने हो रिटर्न ओके केही गरी ग्रो गर्नुपर्ने छ कलरेसन प्याटर्नहरू राम्रो अल ओभर 12 मन्थै राख्नुपर्ने छ भने चाहिँ यिनीहरूलाई त्यति खासै होइन 24 डिग्रीसम्म राख्नुपर्ने हुन्छ होइन अनि अर्को रेड मोजाइकहरू यिनीहरू कोल्ड वाटर स्टेकहरूलाई चाहिँ राख्नु पर्दैन हिटर राख्यो भने चाहिँ मर्छ यिनीहरूलाई चाहिँ हाम्रो हिटर राख्यो भने चाहिँ राम्रो तर सकेसम्म ठुलोलाई चाहिँ हाइबरनेसनमा पठाएको राम्रो रेस्टिङ पिरियड हो कि तिनीहरूको ओके अहिलेको तर मर्न चाहिँ मर्दैन तर जस 10 डिग्री भन्दा चाहिँ तल जानु भएन माछाको ट्याप उ चाहिँ पानी चाहिँ स्नेक हेडलाई ठिक छ ब्रदरले एकदम राम्रो नलेज सेयर गर्नुभएको छ है ल अब हामी अर्को पनि हेर्दैछौँ है त यो फेरि प्याक गरेर मिलाइहालौँ है ए जम्प गर्छ होइन यिनीहरूलाई राख्दा चाहिँ छोप्नु पर्ने हुन्छ ए ल ठिक छ अब हामी अर्को हेर्दैछौँ है ल अरू पनि छ यहाँ यो चाहिँ हामीले एकछिनमा हेर्दैछौँ ब्रदरले देखाउनुहुन्छ है त ओके ल ब्रदरले अर्को पनि देखाउँदै हुनुहुन्छ है अब ठुलो कोब्रा है ठुलो कोब्रा हाइफिनमा छ सबै हाइफिन म्याक्सिमम हाइफिनहरू ए राम्रो क्वालिटीको यिनीहरू चाहिँ कोब्रा चाहिँ ठिक छ नदेखौँ कोब्रा यहीँ हेरौँ होइन अरू एउटा चाहिँ देखाइदिन्छु एउटा हेरौँ बरु एउटा राम्रोवाला चाहिँ देखाइदिन्छु यो सबै राम्रो नै छ होइन यो वाला दुईटा चाहिँ हामीले एकदम राम्रो चुज गर्दैछौँ ल यति हाल्नु ओके 10 इन्चको छ यो 8 देखि 10 इन्चको छ यो चाहिँ लास्टै उठ्नु चाहिँ ल
यसको कलर पनि हेर्न अहिले सक्नुहुन्छ है स्ट्रेसमा कलर हो यो चाहिँ स्ट्रेसमा कलर हो फिनहरु एकदम हाईवाला हाई फिनहरु हो यिनीहरु आम्मा 500 रुपैयाँ ठिक छ एकछिन यसो छोड्दिउँ न यसो स्विम गरेको हेरौँ ल गाइस यु क्यान सी द एक्चुअल कलर हेडको कलर नै राम्रो छ अहिले हेडको बबाल यो स्नेकै देख्ने है हेडको हेर्दा अहिले चाहिँ स्ट्रेस भएको भएर त्यस्तो कलर छैन पछि चाहिँ यसको बडी यो छ नि यो त येल्लो र ब्लू आउने हो क्या यसमा अलि मजाले ट्याङ्कमा खेलिसकेपछि ओके ल एप्पल फिस सेन्टरले चाहिँ जोस यसरी बिस्तारै बिस्तारै आमा बिस्तारैसँग हटौँ फेरि यिनीहरू लास्ट चिप्लो हुन्छ कि है ल ठिक छ त्यस हाम्रो एक्वा फिस सेन्टरले चाहिँ धेरै जस्तो ब्रिड पनि गरिरहेको हुन्छ है स्नेक हेडहरू यु क्यान सी द कलर पनि मजाको छ यस्तो त्यो ठुलो चाहिँ सब बुक्ड हो अरू सानोको लागि चाहिँ मेसेज गर्नु है ल ठिक छ जस हाम्रो ब्रदरले चाहिँ एकदम ब्रिड पनि गर्नुहुन्छ सो इम्पोर्ट पनि गर्नुहुन्छ त एकदम बवाल क्वालिटीको अहिले हालिदिउँ है यो अर्को अनि रेड मोजाइकहरू नै छ अहिले रेड मोजाइकहरू यो अहिले हालिदिउँ ल हामीले अब रेड मोजाइकहरू नै हेर्दैछौँ है त एकदम प्रिमियम क्वालिटीमा सो ल इफ यु वान्ट एनी स्नेक हेडको भेराइटिजहरू कन्ट्याक्ट माई ब्रदर रोसल है एकदम क्वालिटीमा कम्प्रोमाइज हुँदैन बवाल छ फिस पनि है ल प्याक गरौँ अब अर्को हेरिहालौँ है त ओके यहाँ चाहिँ कुन छ हाम्रो यहाँ चन्ना ब्लू बेङ्गल छ हाम्रो चन्ना ब्लू बेङ्गल त्यो के अरे गौचै हो तर स्पेसिस चाहिँ फरक हो यिनीहरू चाहिँ अलि रेड ड्रिम हुन्छ अनि क्वालिटी चाहिँ राम्रो हुने हो यो थाइल्यान्डहरूको भिडियोहरूमा देखिरहेको हुन्छ यिनीहरू चाहिँ होइन हाम्रोमा चाहिँ पाउने चाहिँ अलिकति अर्कै स्पेसिस हुन्छ गौचामा नि जस अर्कै स्पेसिस हो कि यो चाहिँ एकचोटि निकालेर हेर्ने हो बाटामा हेरौँ न हामी ल बाटामा हेर्छौँ है त ओके ल हाम्रोतिर पाउनेवाला चाहिँ यतिको हुँदैन है यो चाहिँ एन्ड्रो जस्तै कलर हुन्छ होइन तर ठुलो साइजको हुन्छ ल यतिको क्वालिटी हुन्छ है हाम्रो ब्लू बेङ्गलमा चाहिँ कलरेसन रिमहरू चाहिँ रेड हुन्छ यो स्ट्रेस कलर हो फेरि यो चाहिँ सेट भएको पिसहरू होइन आइटमहरु भयो हैन स्ट्रेस कलर हो फिसहरु भयो हजुर एकदम बवाल देखिरहेको यो पनि स्ट्रेसमा भएको हो यो कलर चाहिँ यसको कलर अझै आउँछ है यो चाहिँ अलिकति यो माथिको फिनहरु नि बढ्छ हाई फिन हुने नि ए ओके यतिको कलर छ अनि यस्तो हुन्छ माछा चाहिँ हैन कलर चाहिँ हाम्रोतिर पाउने चाहिँ यस्तो एकचोटि समाएपछि स्ट्रेस भएपछि मजाको कलर डल हुन्छ हैन यिनीहरूको चाहिँ अब क्वालिटी बुझ्न अब यतिको स्ट्रेस हुँदाखेरि नि हैन ओके ल यसमा पनि छ है यो चाहिँ अलिक टोकेर राखेको छ यिनीहरू एउटा ठाउँमा हाले भएर अहिले यो पनि आएको जम्मा 2 दिन भयो है यिनीहरू नि ओके 2 दिन अगाडि मात्र आएको यो चाहिँ ल एकदम बवालै देख्ने रहेछ है यतिको हुन्छ है यो चाहिँ यो पनि छ हामीसँग त्यस्तै 20-25 पिस छ कसैले चाहियो भने स्टकमा हैन यो एउटाको चाहिँ एक्स्ट्रा नै छ कलर चाहिँ त्यही त बब्बाले देखिरहेछ के है अरु पनि छ राम्रो राम्रो है यस्तै कलरको एकदम बवाल देखिरहेछ है कलर अरु हामी अब रेड मोजाइक जस हाम्रो अब स्नेक हेडको चाहिँ हैन अलिकति केयरिङ टिप्सहरु के छ त्यो पनि एकचोटि सर शेयर गर्नु लागि स्नेक हेडको लागि फर्स्ट त अब हाइडिङ स्पेसहरु चाहियो हैन अब कुनै जाइन्ट स्नेक हेडहरुलाई चाहिँ चाहिदैन हैन ड्राफ्ट हाल्नु हुन्छ भने चाहिँ अलि स्टोनहरु यिनीहरुको नेचुरल बिहेभियर नेचुरल इन्भाइरोमेन्टमा पनि यिनीहरु रकको तलहरु लुकेर बस्ने हैन ढुङ्गाको तल लुकेर बस्ने हन्टिङको लागि के म्याक्सिमम अब एउटा बियर बटममा चाहिँ राम्रो नहुने हैन राम्रो हुन्छ तर नेचुरली आउनलाई चाहिँ अब स्टोनहरु राख्दाखेरि बेटर हुन्छ ए स्टोनहरु जस हाइडिङ स्पेसहरु राम्रो चाहियो हैन हजुर अब यिनीहरुले चाहिँ प्यालेटहरु नि खान्छ खाना चाहिँ तर मैले जहाँसम्म लाग्छ यिनीहरुलाई चाहिँ अब लाइभ फुड लाइभ फिस अब यिनीहरुले भ्याकुताहरु खान्छ हैन अनि नेचुरलमा चाहिँ यिनीहरुले सानो बच्चा बेला चाहिँ हाम्रो ब्लडवर्महरु खान्छ लाइभ ब्लडवर्महरु हैन सानो बेला ब्लडवर्महरु खान्छ त्यसपछि अलि ठुलो भएपछि अलिकति ठुलो माछाहरु खान्छ त्यसपछि अलि ठुलो भएपछि म्याच्योर्ड भएपछि चाहिँ फ्रगहरु खान थाल्छ अनि अर्को हाम्रो कक्रोचहरु खान थाल्छ अनि अर्को जुन पनि हाम्रो यो खोलातिर
किराहरू आउँछ नि इन्सेक्टमा भर पर्छ कि यिनीहरूको डाइट चाहिँ ओके ठिक छ ल अब फेरि यसमा स्पिसिस अनुसार पनि हाम्रो ट्याङ्क सेटअप छुट्टै छुट्टै हुन्छ होइन कसैलाई अब अलिकति तातोमा बस्न मन पराउँछ अब यिनीहरू चाहिँ अलिकति तातोमा भयो भने केही पनि फरक पर्दैन चिसो भयो भने केही पनि फरक पर्दैन अब हाम्रो चन्ना एरिस्टोनीहरू भयो चन्ना नाचीहरू भयो यिनीहरू चाहिँ अलिकति चिसो पानीमा कोल्ड वाटर स्नेकहरू भन्छ यिनीहरूलाई चाहिँ तातो हुँदैन तातो भएपछि चाहिँ मर्छ कि होइन अलिकति त्यस्तै 22 to 24सम्म त्योभन्दा माथि गयो भने चाहिँ अलिकति स्ट्रेसमा हुने मर्दिने होइन टेम्परेचर सक हुने हुन्छ ओके ल ब्रजले एकदम राम्रो टिप्सहरू अब ट्याङ्क सेटअपको कुरा गर्दा चाहिँ यिनीहरूलाई चाहिँ ब्ल्याक कि त व्हाइट ब्याकग्राउन्डमा एकदम राम्रो कलर खोलिन्छ अरू कलरमा राख्दाखेरि चाहिँ त्यस्तो खासै देखिँदैन यिनीहरूको कलरेसन पप हुने भनेको ब्ल्याक कि त व्हाइट ब्ल्याक ब्याकग्राउन्ड होइन ब्ल्याक कि त व्हाइटमा ओके अनि पछि अर्को तल चाहिँ हाम्रो लाभा रकको कलरको स्यान्ड आउँछ त्यो हाल्दा चाहिँ बेटर हुन्छ फिल्ट्रेसनको कुरा गर्दा चाहिँ फिल्ट्रेसनमा अब नर्मली स्पन्ज फिल्टरले नि काम चल्छ स्पन्ज फिल्टर चाहिँ बेटर हुन्छ किनकि यिनीहरूले माथिबाट सस्पेन्ड हो होइन अनि पछि पानीको वाटर चेन्जेसहरू भनेको त्यही नर्मली हामीले विकली 30% चेन्ज गर्दा चाहिँ एकदम बेटर हुन्छ ओके ल ओभरअल ब्रदरले सबै एक्सप्लेन गरिसक्नुभयो है अब अर्को एउटा स्पिसिस छ हामीसँग 2-3 स्पिसिस छ एउटा छ चन्ना मेघालय छ एउटा ओके लेओपार्ड मेघालय छ अनि अर्को एउटा चाहिँ बाँकी भनेको एरिस्टोनी बाँकी छ ल अब हामीले सर हेर्दैछौँ त्यो पनि होइन ओके गाइज ल अब हामीले प्याक गर्दैछौँ अर्को हेर्दैछौँ है त ओके हाम्रो यो कुन छ यहाँ चन्ना एरिस्टोनी रेड मोजाइक भनिन्छ है यसको चाहिँ ब्लू हुने हो यो माछा चाहिँ होइन ब्लू हुने हो अनि अलिकति रेड टाइपको स्पटहरू आउने हो ओके यहाँ चाहिँ कुन छ यो पनि सबै एउटै हो सबै रेड मोजाइकै हो यो अलि स्ट्रेसमा छ कलर चाहिँ आएको छैन होइन अब सेट हाम्रो ट्याङ्कको सेटअप भएछ अलिकति ब्लू हुने हो सबै फुल्ली ब्लू हुने हो किनभने हाइडिङ स्पेस नि त्यति छैन होइन ब्रदरले सबै एड गरेपछि यिनीहरूको हेबिटाइट भनेको हाइडिङ है ठुल्ठुलो ढुङ्गाहरू हाल्ने होइन ठुल्ठुलो ढुङ्गामा तल बसेर बस्ने यस्तो टाइपको त्यस्तोमा चाहिँ राम्रोसँग कलरेसन आउँछ ओके ल यहाँबाट कुन छ अब सबै यो रेड मोजाइकै हो है सबै टोटल्ली उतासम्मै रेड मोजाइक हो उता चाहिँ हामीसँग तर यो बुक भएको नि हो जम्मा 3 देखि 4 पिस मात्र बाँकी हुन्छ हामीसँग रेड मोजाइक चाहिँ ब्रदरले यहाँ पनि अलिकति सेटअप गर्नुभएको रहेछ है कोही सेटअप भवाल आइरहेछ त है यिनीहरू चाहिँ अलिक एग्रेसिभ हुन्छ यिनीहरू चाहिँ दुईवटा हाल्नु मिल्दैन सिङ्गल हाल्ने हो एकदम टोक्छ यिनीहरू लास्टै एग्रेसिभ हुन्छ यिनीहरू ल यदि इफ यु निड यु क्यान बुक डाइरेक्टली है मैले डिस्क्रिप्सनमा लिङ्कहरू पनि राखिदिरहेको हुन्छु हाम्रो सेल चाहिँ अब केही दिनपछि हुन्छ अहिले माछाहरू स्ट्रेस छ होइन अब यता हेर्नु न यता पनि लाइट चाहिँ छैन यता हाम्रो ब्लेरी छ है एकदम स्ट्रेसमा छ एकदम पल्टिनी हुन्छ होइन अब फेरि यहाँ ट्रान्सपोर्ट भएर आइसक्यो कस्टमरको जाँदाखेरि फेरि ट्रान्सपोर्ट हुँदाखेरि चाहिँ मर्निङ सम्भावना हुनु भएको हेर कुनै कुनैको फेरि यहाँ टोकेर आएको हुन्छ होइन एउटा दुइटाको फर्मस पनि हुन्छ टाउकोमा त्यही भएर यो चाहिँ अराउन्ड अब आज सन्डे भयो होइन त्यहाँदेखि स्याटरडे भयो सन्डे मन्डे ट्युजडेबाट चाहिँ पठाउनु सुरु गऱ्यो जसले उनीहरूको पनि मन्डे ट्युजडेमा भित्र पुग्छ ब्रदरले चाहिँ राम्रोसित यहाँ वेल एडजस्ट भयो भने चाहिँ सेल गर्न सुरु गर्नुहुन्छ है त यो चाहिँ एकदम राम्रो हुन्छ है जो फिसहरूलाई स्ट्रेस नि भएन कस्टमरहरूले नि राम्रो फिस पाउने भयो अब यो बुक गर्नु भएकोहरूले नि अलिकति अब त्यत्रो वेट गर्नु भइसक्यो अलिकति वेट गर्नुहोस् होइन यो चाहिँ अब त्यस्तै 2 दिनसम्म यता राख्दाखेरि राम्रो हुन्छ है किनकि अब यो माछा धेरै स्ट्रेस भएर आइसक्यो फेरि लग्दाखेरि त अब प्याकेटमा फेरि स्ट्रेस हुने भयो नि त जाँदाखेरि पल्टिदिन्छ कि यिनीहरूको अलिकति त्यो एउटा चाहिँ अलिकति हार्डै चाहिँ हो तर सिपमेन्टमा चाहिँ अलिकति लो नै हुन्छ कि यिनीहरू नि गाह्रो हुन्छ नि त गाह्रै पर्ने हुन्छ किनकि यो त धेरै ट्राभल गरेर आएको भयो नि त ट्राभल पनि धेरै भयो फेरि यहाँबाट फेरि अझै लाउनु भयो भने चाहिँ ट्राभल पनि अझै बढी भयो स्ट्रेस हुन्छ झन् प्याकेटमा अझै स्ट्रेस हुने भयो बरु एक दिन 2 दिन यता सेट भइसकेपछि लग्दाखेरि चाहिँ राम्रो हुन्छ ल ठिक छ हाम्रो जे होस् इफ यु
buy fish from Aqua Fish Center, you will get healthy fish. Definitely get healthy fish. ल हाम्रो अब चाँडै भित्र एउटा सेटअप हुँदैछ, सरप्राइज सेटअप है, एकदम बवाल गरिरहेछ जेहोस् फिस सेन्टरले चाहिँ। ए ल फेरि नयाँ भिडियो आउँदैछ है त। अब हामीले बाटोमा राखेर हेरौँ, अब चाहिँ अर्कोचोटि चाहिँ ट्याङ्कमा राखेर हेर्दैछौँ फिस। अनबक्सिङ मात्र भयो, राखेपछि हेर्नै बाँकी छ अझै है। ल गाइस आज एकदम राम्रो भ्लग भएको छ है, एकदम आई एम सो ह्याप्पी टु सी दिज अमेजिङ भेराइटिज अफ फिसेस, यो स्नेक हेड भेराइटिजहरू। अनि यत्रो ठुलो मैले देखेको थिएन है अहिलेसम्म। आयो मलाई चाहिँ आज चाहिँ 7 भेराइटिज जति होला। 7 भेराइटिज 7-8 भेराइटिज जति होला। ओके, त्यसमा नि अब केही त बुक भइसक्यो हैन। अब अर्को भिडियोमा चाहिँ हामीले कुन कुन बुक भयो, कुन कुन चाहिँ बाँकी हो, त्यो चाहिँ बनाउँछौँ, त्यो इन्फर्मेसन नि। ल ठिक छ, आज एकदम रमाइलो भयो। मैले यत्रो ठुलो स्नेक हेड अहिलेसम्म देखेको थिएन है। आई हेभ सो फन इन इट। गाइस मिट यु इन नेक्स्ट भ्लग फेरि पनि है। ल बाई 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 भनिदिउँ ल एकचोटि। ल गाइस।